दो ठेट मेरो हालत हेर्नु गाइस अनि बाइकको हालत हेर्नुहोस् गाइस मजाले धोएर लिएको बाइक त अब कालो बाइक त गाइस ब्राउन ब्राउन भइदियो जगटेर जोगी भएको जस्तो देखिरहेको होला मलाई नभएलाई हिँड भनेको थिएँ अब अगाडि भन्नु बहिनी छ गाइस बहिनी हाम्रो बहिनी आज कितने दिन के बाद मेरा बेटा घर लौट के आया है। Yo, what is up guys? Welcome back to my channel. It's your boy James C. So how you doing guys? आज त मैले डाइरेक्ट स्पटबाट सुरु गरिदिएको भ्लग ल गाइस नो हेन एन्ड टेन के हो त न बाहना फाना या चाहिँ पानी पर्नु थाल्यो भन्दा पनि हो आई निड टु बी केयरफुल होइन प्लेयरहरू फेरि तल ओइलिन्न म अनि म चाहिँ कहाँ छु भन्दा अब सधैँ आउनेहरूलाई त यहाँ हुनेहरूलाई त थाहा भइसक्यो होला होइन गाइस म चाहिँ कहाँ छु भनेर एकपल्ट देखाइदिउँ होइन चेक इट आउट गाइस म चाहिँ छु तपाईँहरूको गुल्मा भ्यू पोइन्टमा गुल्मा रेलवे ब्रिज हो यो चाहिँ हो तपाईँहरूको तलको महानदी जुन चाहिँ यो शिव खोलाबाट आउँछ शिव खोला नै होइन शिव खोला त्यहाँ शिव खोला हुन्छ यहाँ आउँदा ओर्दा महानदी भन्छ होइन लोकेसनको नामहरू अनि तल पानी पनि देखाइन्छ तपाईँलाई म एकपल्ट स्पिड छ पानीको करेन्ट हो इट्स बिकज माथि हेभी पानी पर्दै होला होइन यहाँ पनि पर्दैछ म सनसेट पनि हुन आँटेको छ हो अब राइट वान मिस्टेक गेम ओभर पो रहेछ त यहाँ चाहिँ वान मिस्टेक गेम ओभर अनि भन्दा म चाहिँ गाइस डाइरेक्ट ट्रेनिङबाट आएको होइन क्लास सकेर घरमा आखे अल्छी लाग्दो हरेस लाग्दैन त घरमा जान के अनि त्यहाँ म चाहिँ यसो होइन यो भ्यू चाहिँ गाइस एकदम जरुरी हुन्छ क्या त गाइस यहाँ अब जे भन्दैछु मैले होइन तपाईँलाई यो चाहिँ के भन्नुहुन्छ तपाईँले होइन यो चाहिँ एकदमै जरुरी हुन्छ गाइस क्या त यो भित्र झ्याउ झ्याउ सिलगढीको त्यो त्यही गयो देखेर स्क्रिन एडिटिङमा क्या त स्क्रिन 10 घन्टाहरू जस्तो स्क्रिन हेरेकोले वाक्कै भइसक्यो यसको चाहिँ सख्त जरुरत थियो मलाई क्या त आई निडेड दिस क्या त चाहे एक्लै नहोस् क्या त एक्लो होस् कि नहोस् मलाई चाहिएको थियो यो चाहिँ हो सो एनर्जी ड्रिङ्क पिउँदैन सो पिसफुल म्यान सो रिफ्रेसिङ अनि एउटा कुरो चाहिँ अलिकति उयो भइदियो मच्छरले चाहिँ जहाँ पाए त्यहीँ टोकिँदैछ बाहिर त टोके भित्रभित्र पनि टोकिँदैछ कहाँ कहाँबाट पसेको हो फेरि पानी आउँदैछ नि त भन्दा पनि गाइस तर लेट इट रेन म्यान इट्स वर्थ इट सो हियर इट्स नेक्स्ट डे एन्ड टाइम इट्स अबाउट टु बी 1:30 आज त म घर जाने छु होइन गाइस म नुहाइधुवाइ गर्छु एकदम रेडी भइसकेको छु अब कुछ खानासाना खाएर चाहिँ निस्किन्छु होइन बाइक साइक पनि अघि धोइदिइसकेँ मैले हो अनि मैले चाहिँ मगाएको थिएँ लाइक एउटा जानकारी न एउटा चिज भन्नु थियो गाइस तपाईँलाई होइन मैले चाहिँ अनलाइनबाट यो मगाएको थिएँ होइन यो देख्नु सक्नुहुन्छ तपाईँले यो देख्नु सक्नुहुन्छ तपाईँले होइन इफ्टेक्सको क्लिन सिस्टम जी भन्ने होइन अब अलिक बजेटमा हेरेको यही पाएँ भने किनभने मलाई बजेटमा चाहिरहेको थियो नि त नभए योभन्दा राम्रो राम्रो पनि छ अरू के भन्छ नाम त थाहा भएन मलाई हो तपाईँहरूले चेक गर्नु सक्नुहुन्छ अनि बाई द वे यो चाहिँ के हो भन्दा यो चाहिँ हो तपाईँहरूको फ्युल सिस्टम क्लिनर होइन यस फ्युल सिस्टम क्लिनर जुन चाहिँ अहिले तपाईँ थाहै छ होइन यो E20 पेट्रोलले गर्दा सबैको गाडी बाइकमा प्रब्लम भइ नै रहेको छ हो 2023देखिको जुन चाहिँ अगाडि किनेको गाडी बाइकहरू छ होइन त्यसमा त झन् हेभी प्रब्लम हुँदैछ हो लाइक बाइकको फ्युल ट्याङ्क भयो कोरोजन हुनु होइन रस्ट हुनु भित्र लाइक कार्बन केहरू राख्नु होइन अनि यो चाहिँ गाइस पेड प्रमोसन त होइन गाइस यो चाहिँ होइन मैले जस्ट तपाईँहरूलाई भनिरहेको होइन थाहा कतिजनालाई थाहा छ होला होइन तर जसलाई थाहा छैन होइन अनि तपाईँको गाडी बाइकहरू यो E20 पेट्रोलले गर्दा एकदम यस्तो अब खराब हालत भइरहेको छ नि यसको युज गर्नुहोस् होइन यसको युज सजिलो छ गुगलमा तपाईँहरूले सर्च गरेर पनि हेर्नु सक्नुहुन्छ होइन कति मात्रामा युज गर्नुपर्ने हो अनि कुन चाहिँ त राम्रो हो भनेर अनि अलिकति म त भन्छु अलिक पैसा हालेरै राम्रो किन्यो भने राम्रो हो भन्छ होइन किनभने अहिले कम्ती पैसामा त केही राम्रो आउँदैन हो सो द्याट्स इट होइन यसलाई फ्युल एडिक्टिभ पनि भन्छ होइन अनि मेरो बाइक चाहिँ यहाँ बाहिर छ गाइज यो बाहिर बजे गाइज यु क्यान सी धोएर चक्क बनाइदिइरहेको छु बाइक चाहिँ अब अनि अब चाहिँ मैले यहाँनिर कुछ खङ भनेर यहाँनिर अन्डा सन्डा बनाइरहेको थिएँ मैले हो गाइस अन्डा एन्ड ब्रेड खाइन्छु अब चाहिँ अलिक चिया पनि बनाइन्छु होला किन कफी खाइन्छु आउँछ खाइदिएको अलिकति नुन ज्यादा हालिपठाएछु हो हुन्छ कोही बेला त्यस्तो होइन तर पनि इट्स गुड
केही नखाऊ हामीलाई खाएको ठिक छ नि त होइन सो गाइस म चाहिँ पुगिसकेको छु सिभोक टिभिएस सोरुम होइन टिभिएस सोरुमको केही सम्बन्ध छैन होइन बिर्सिनुहोस् किनभने यो थियो यसको एउटा गोप्रो लिएको मैले होइन भन्न अहिले चाहिँ गोप्रोबाट सुट गर्छु एज यु गाइस क्यान सी होइन अनि गोप्रोको चाहिँ ब्याट्री नभएर क्या ब्याट्री त भएको हो गाइस बिग्रियो तर यसरी सुट गर्नु पर्दैछ केबल लगाएर बाइकबाट डाइरेक्ट चार्ज गरेर झन्डै यति भए पनि छ हो सो यो चाहिँ अब काम छ यसको होइन गाइस यता आएको रहेछ नभएलाई हिँड भनेको थिएँ अब अगाडि भन्नुपर्छ ल त्यसो भए लाग्दिन्छ म कति बजे 2:30 पो भइसकेको छ घर पुग्दा 5 बज्छ होला 5 चाहिँ 5:30 हुन्छ पुगेको चेक पोस्टमा गाइस चालु निस्किँदैछ यहाँबाट ओभरै गरम भइदियो गाइस अघि घरबाट नुहाएर आएको नुहाएर नुहाएको ननुहाएको एउटा भइदियो अब यस्तो छ अब पल्युसन ठुलो ठुलो मारो गरी और निक्लो पहाड़ों के तरफ देखो टेट मेरो हालत हेर्नु गाइस अनि बाइकको हालत हेर्नुहोस् गाइस मजाले धोएर लिएको बाइक त अब कालो बाइक त गाइस ब्राउन ब्राउन भइदियो अगाडि एउटा देखाइदिउँ ए पुस्रै भइदियो गाइस बाइक त अब क्यामेरामा त्यस्तो देखेको छैन होला कि गाइस तर आँखाले हेर्दा चाहिँ के त पुस्रै भइदियो मेरो बाइक चाहिँ धोएर लिएको नलिएको एउटा भइदियो क्या त अब अझै विशेष त कालोमा झन् ज्यादा देख्छु क्या त यति साह्रो धुलो छ यो बाटोमा त्यही माथि अन्डुलेसन हो अनि मैले चाहिँ एकछिन यहाँ रहेको छु गाइस तपाईँहरूलाई हो टिस्टाको बाटो अब टिस्टा देखाइदिउँ भनेर यहाँ पानी हेर्नु कस्तो स्पिड छ गाइस करेन्टहरू पानीको करेन्ट झन्डा आज पानी चाहिँ परेको छैन गाइस भन्दा पनि आज त्यो पानी परेको भए त मेरो बर्बाद हुन्थ्यो किन रेनकोट त मेरो यहाँ मौसममा छैन हो घरमै छ मेरो होइन त्यही रेउनुहरू पनि गएको खासमा हेरेँ म पानी परेको भए चाहिँ बर्बाद हुने थियो आज म झन्डा आज चाहिँ घाम लाग्दै मजाको दिन भइदियो होइन सो थ्याङ्क गड फर द्याट यहाँबाट चाहिँ म चाहिँ पुग्न आँटेको छु गाइस अगाडि टिस्टा बजार पुग्न आँटेको छु होइन केल खोला पनि काटिसकेँ मैले चाहिँ एक भ्यू तपाईँलाई मजाले देखाइदिन्छु त्यहाँबाट चाहिँ लाग्दैछ यहाँबाट हेर्नुहोस् गाइस टिस्टाको दर्शन माइती टिस्टा गाइस डोन्ट माइन्ड माई हियर होइन मेरो कपाल चाहिँ यस्तो लामो होइन हेलमेट लाउँदा यस्तै हुन्छ हो प्लिज डोन्ट माइन्ड होइन जगटेर जोगी भएको जस्तो देखिरहेको होला मलाई अनि यो जग्गामा आएर चाहिँ गाइस यस्तो पिस यस्तो खुसी इतनी खुसी भन्छ नि क्या त गाइस कभी बरकरार नहीं होता है के भन्छ हिन्दी पनि ल्या मेरो हिन्दी चाहिँ के भइसक्यो गाइस तर यस्तो खुसी चाहिँ कहिले पनि क्या त कहीँ पनि पाउँदिनँ जुन त यो जग्गामा पाउँछु म क्या त गाइस खुसी भन्दा पनि ज्यादा शान्ति क्या त गाइस ओभरै शान्ति नि अनि मेरो गाउँ त यहाँबाट उहीँ तल गाइस होइन ओल्ड सब्सक्राइबर्स दे नो होइन दे नो दिस प्लेस दे नो मी दे नो वेयर आई एम फ्रम होइन सो ओल्ड सब्सक्राइबरले हेर्दै हुनुहुन्छ नि तल कमेन्टमा यसो
कमेन्ट गरिदिनुहोस् होइन जे पनि तपाईँहरूलाई मनमा छ होइन जे पनि फट्टै कमेन्ट गरिदिनुहोस् न विदाउट हेसिटेट होइन केही रोकटोकै छैन क्या त्यसलाई न रोकटोक न केही अप्ठ्यारो सफ्टवेयर केही नमानिकन कमेन्ट गर्नु जे कमेन्ट गर्नुहुन्छ गर्नुहोस् होइन आफ्नै च्यानल सोच्नुहोस् अनि यहाँ चाहिँ मलाई अब यस्तो जाडो पनि लाग्दै गाइस सिलगढी एउटा सनस्क्रिन लगाएर आएको हाततिर पनि डढेर कस्तो कालो भइसक्यो सिलगढी घामले यहाँ चाहिँ लिटरली गाइस जर्सी मात्रै लगाएर आएको त चिसो भइदियो यहाँ त हेभी गाइस म चाहिँ पुगेको छु बल्ल भर्खरै पुगेँ घर होइन कति टाइम चाहिँ भयो 6:05 गएछ जाडो भइदियो भन्दा पनि मलाई यहाँ चाहिँ उता सिलगढी बसेर अनि यहाँ स्पेसल सानो मान्छेलाई सँग भेट्छु तपाईँहरूलाई म मसँग त माने छैन गएछ खालि टाढाबाट खिचेको छेउमा गयो रुन्छ होइन हालिहाल्छ हौ ए अब रोयो रोयो अब फेरि चिनेको छैन नि त मलाई गाइस त्यही भएर चिनेको छैन भने नि खोइ ऊ हेलो भन्यो नि छेउमा खोइ मान्छे त ताली बजाऊ बहिनी है गाइस बहिनी हाम्रो बहिनी हजुर यो चाहिँ मेरो आमाज्यू के पकाउँदैछ दाल दाल पकाएर आज कितने दिन के बाद मेरा बेटा घर लौट के आया है हिन्दी होइन नेपाली मलाई किन हिन्दी बोलिरहेको बिचमा बित्थामा हिन्दी बोल्दै पनि मैले सो दिस इज वेयर आई लिभ गाइस दिस इज द नेक्स्ट डे होइन किनभने हिजो चाहिँ बेलुका एकदमै रात परिसकेको थियो अँध्यारोमा के चाहिँ देखाउनु तपाईँलाई हो थाहा किनिरहेको थिएँ म होइन अनि यो चाहिँ हो मेरो घर होइन ओल्ड सब्सक्राइबर्स देन होइन मेरो घर म कहाँ चाहिँ पुगेँ अहिले भनेर यो पछि ब्याकग्राउन्डले थाहा भइहाल्यो होइन यो टायर छले अनि यहाँ पनि धेरै नै गरम छ गाइस सिलगढी भनेर झन्डै ओन्ली 2 to 3 डिग्री सेल्सियस मात्रै कम्ती हो क्या त र अलिक हिल्ली एरिया परेर चाहिँ अलिक भए पनि शीतल हुन्छ होइन सिलगढीमा त अब हुमुक्क त्यो अब गुम्सिन्छ त्यो ह्युमिडिटीले गर्दा तर यहाँ पनि घाम चाहिँ कडै छ तपाईँलाई त्यहाँ चाहिँ म तड्कान भइरहेको छ घाम भर्खरै बाइक धोएर बसेको मैले त्यही भएर पसिना पसिना भइरहेको छु म गाइस बाइक पनि तातेर आगो जस्तो भइसक्यो ट्याङ्कीमा चाहिँ त्यही भएर मैले ऊ थाङ्ना राखिदिएको छु चिसो सेटै छैन हो कहाँनिर पार्क गर्नु अब पहिला त मैले भित्र हालिदिन्थेँ बाइक हो मेरो पहिलाको बाइक हुँदा त्यो भित्र जुन चाहिँ हाल्दा त्यो मेरो ऱ्याम्प थियो होइन त्यो ऱ्याम्पै कहाँ पुग्यो बिग्रेको गएछ त्यसले गर्दा बाहिर राख्नु पऱ्यो बाइक सो यो ब्लग चाहिँ यस्तो थियो गएछ होइन सिलगढीदेखिको मेरो घरसम्म जर्नी होइन कस्तो लाग्यो तपाईँलाई होइन जरुर लाइक गर्नु नबिर्सिनुहोस् सेयर गर्नु नबिर्सिनुहोस् अनि कमेन्ट जे पनि मन छ कमेन्ट गर्नुहोस् होइन विदाउट हेसिटेट होइन केही अकवर्ड केही छैन आफ्नै च्यानल कमेन्ट गर्नुहोस् अनि नयाँ हेर्नु हुँदैछ भने चाहिँ सब्सक्राइब गरेर जानुहोस् अनि फेरि पनि भेटौँला यस्तै राम्रो दामी ब्लगमा अन्टिल देन पिस बाई बाई गाइस बाई बाई